आज बिहानै गोदावरी धामको दर्शन गर्न पाइयो। 2 हप्तापछि आज म बिहान 5 बजे उठेको होला, किनभने मेरो साथीले गेटा आँखा अस्पताल जानु छ भनेर बोलाउनु भएको थियो। नुहाइधुवाइ गरेर बिहानै फ्रेस भएर म उहाँलाई ल्याउन गए उनको रुमतिर। मैले पुग्दासम्म उहाँ रेडी भइसकेका थिए। 1 महिना अगाडि रोहितको बाजेको आँखाको अपरेसन भएको थियो, त्यही भएर आज उहाँहरू हस्पिटल रिभिजिटको लागि जाँदैछन्। 1 महिनापछि बोलाएको रहेछ। धनगढीबाट गेटा आउने बेला एकजना अरू आँखा अस्पताल जाने ल्याएको थिए। उहाँहरूलाई आँखा अस्पताल छोडिसकेपछि म अत्तरियातिर गए। म बस पार्क पुगेकै थिएँ, त्यही बेला गोदावरी धाम जाने 4 जना भेटाएर उहाँहरूलाई लगेर जाँदैछु अहिले। आज उहाँहरूको म्युजिक भिडियोको सुटिङ रहेछ, त्यही भएर आएको रहेछन्। क्यामेराहरू सबै बोकेर ल्याउनु भएको थियो उहाँहरूले। बिहानैकै टाइम मन्दिर एरियामा पुगेको थिएँ। मैले सोचे त्यही भएर म पनि अब मन्दिर गएर धूपबत्ती गरेर आइहालौँ। त्यसपछि म मन्दिरतिर अगाडि बढेँ। गोदावरी नदी तरिसकेपछि म मन्दिर गएँ, पूजापाठ गरेर त्यसपछि म निस्किएँ। बर्खाको टाइम हुनाले नदीमा पानी धेरै आएको थियो। नदी तर्ने बेला त मलाई एकदमै डर लागिरहेको थियो पानी देखेर। जसो तसो नदी क्रस गरेँ अनि त्यसपछि म आफ्नो अटोतिर गएँ। फर्किने बेला अत्तरिया जाने एकजना पाएर उहाँहरूलाई अत्तरिया चोकतिर छोडेँ अनि त्यसपछि म धनगढीतिर लागे। चटकपुरनिर पुगेकै थिएँ। हिमाली टोल जाने 3 जना पाएर उहाँहरूलाई पनि हिमाली टोल छोडे। त्यसपछि म रुमतिर गएँ। रुमतिर गएर खानासाना खाइसकेपछि फेरि म साँझको 3 बजेतिर रोहितलाई रिसिभ गर्न फेरि म गेटा आँखा अस्पतालतिर गएँ। 3 जना अत्तरिया थिए, उहाँहरूलाई अत्तरिया छोडेर फेरि हामी धनगढीतिर लाग्यौँ। आजको टोटल कमाइ 1700 भयो।